हेलो जोजोलपा नमस्कार गुड मर्निङ वणकम सत श्री अकाल साथीहरू। आज म बिहानै मेरो दैनिक कार्यक्रममा बिहान म 1 घण्टा मेडिटेसन गरे पश्चात 4 बजे म बाहिर घरको वरिपरि साफसफाइ गर्छु। तत्पश्चात मेरो अर्को थप दैनिक कार्यक्रम मध्ये कुखुराको खोरलाई साफसफाइ गर्न, कुखुरालाई चारो दिन अनि कुखुराको निम्ति घाँस काटेर झुन्ड्याएर राख्न मेरो यो प्रतिदिनको कार्य भएको छ। दो आई एम ए स्ट्रिक्ट भेजिटेरियन, तर बाध्य परिस्थितिवश मैले यो मेरो घरमा एउटा सानो मेरो हट हाउसलाई को आधा भागलाई यस प्रकारले कुखुराको खोर बनाएको छु र चारैतिर मैले टिन लगाएर बारेको छु र माथि ग्रिन नेट लगाएको छु र माथि हट हाउसमा एग्रो नेट लगाएर यो हट हाउस तयार गरेको छ र आधा हट हाउस चाहिँ मैले मेरो फुलको बिरुवाहरूलाई प्रोपगेसनको निम्ति प्रयोग गरिरहेको छु। र मैले 1 महिना अगाडि ल्याएको गोर्खे हाटबाट सकबिर खानी भएको एउटा बहिनीले बिक्री गर्न ल्याएको ससाना 33 वटा कुखुराको चिङ्नाहरू मैले 4250 रुपियाँमा किनेर ल्याएको थिएँ र ल्याएको 2 दिनमा नै मेरो जर्मन शेफर्ड जङ्गेले 8-9 वटा चिङ्ना त मारिदियो, तर मारेर पनि उसले खाएन र यसगरी 1 महिनाको अन्तरालमा जङ्गलले पनि चिङ्नाहरूलाई आक्रमण गर्न छोडेको छ र यो चिङ्नाहरूको ग्रोथ एकदमै अति राम्रो प्रकारले भएको छ। बिहान म यिनीहरूलाई पोल्ट्री लेयर्सको फिड दिन्छु र केही क्षण पश्चात भात पकाएर आँटा मलेर यो फिडर स्ट्यान्डमा म हाल्छु र दिनभरि नै यसरी खान्छ र पानी पनि डेली 1 लिटर 2 लिटरको पानी म यहाँनिर लगाइदिन्छु। तत्पश्चात तल घरको वरिपरिको त्यो ठाउँहरूबाट हरियो घाँस ल्याएर म यसरी कुखुरालाई झुन्डाएर राख्दै गर्छु। किनभने भुइँमा अथवा ट्रेमा घाँस काटेर राख्नाले कुखुराले घाँस भुइँभरि छरेर बिगार्छन्। यसरी झुन्डाए पनि उनीहरूलाई जति आवश्यक पर्छ आवश्यक अनुसार उनीहरूले घाँस खाने गर्छ र कुखुराको जातहरू बिहान मैले बढारेर सिनिक्क बनाएको थिएँ, तर अब उनीहरूले माटो नङ्ग्राएर तपाईँले देख्नुहुँदैछ, माटो नङ्ग्राएर माटोमा भएको जुन जीवाणुहरू यो कुखुराहरूले खाने गर्छन् र उनीहरूले आफ्नो शरीरमा पोषक तत्त्वहरू माटो कोट्याएर माटोभित्रको जो मसिना जीवाणुहरू त्यो खाएर पनि उनीहरूले आफ्नो शरीरलाई रोगमुक्त बनाउन सक्छ। र म सधैँ नै भन्ने गर्छु साथीहरू कि स्वरोजगारको निम्ति हामीले विदेश हिँड्नु पर्दैन अथवा गाउँघरबाट पलायन हुनु पर्दैन। हाम्रोमा ससाना यो एलाइटेड एग्रिकल्चर एक्टिभिटिजहरू गरेर पनि हामीले यो आफ्नो परिवारको अतिरिक्त आयका साधन हामी जोगाड गर्न सक्छौँ। किनभने कालिम्पोङ वरिपरि विभिन्न होमस्टेहरू होटलहरू छन् र पर्यटकहरू आउने गर्छन् र पर्यटकहरूलाई हामीले नन भेज आइटममा ब्रोइलर चिकन भन्दा पनि यसरी आफ्नै घरमा पालेर
हामीले कुखुरा उत्पादन गरेर हामीले आफ्नो घरमा आएको देशी और विदेशी पर्यटकहरूलाई यो देशी कुखुराको झोल हामीले खिलाउन सक्यौँ भने अवश्य नै उहाँहरूले एउटा स्वादिष्ट भोजनको स्वाद लिएर जान सक्नुहुनेछ। र वर्तमानमा तपाईँहरूले देख्नुहुँदैछ हाट बजारमा एउटा देशी अन्डाको मूल्य 20 रुपियाँ। र बिहान हामीले आफ्नो अतिथिहरूलाई ब्रेकफास्टमा एउटा देशी कुखुराको अन्डा हामीले पस्किनु सक्यो भने त्यसले हामीलाई अतिरिक्त इन्कम पनि दिन सक्छ। र स्वरोजगारको कथा गर्दाखेरि तपाईँहरू सोच्नुहुन्छ होला तपाईँहरूले उत्पादित गरेको सामानहरू बिक्री हुँदैन भनेर। त्यो होइन। अर्थशास्त्रमा माल्थस थ्योरी अनुसार सधैँ नै भन्छन् सप्लाई क्रिएट्स इट्स ओन डिमान्ड। जबसम्म हाम्रोमा वस्तुहरू उत्पादित हुँदैन, प्रशस्त मात्रामा वस्तुहरू उत्पादित हुँदैन, तबसम्म त्यसको बजार मूल्य अथवा बजारको माग हुँदैन। यदि तपाईँकोमा कन्ज्युमरको निम्ति प्रयोग हुने वस्तुहरू तपाईँहरूले प्रशस्त मात्रा उत्पादन गर्नुहुन्छ भने तपाईँलाई अवश्य नै तपाईँको जुन उत्पादित सामानहरू छ, घरमा उत्पादित सामानहरू छ, तपाईँहरूलाई सजिलै तपाईँहरूले बजारमा आपूर्ति गर्न सक्नुहुनेछ। ले गर्दाखेरि म जुन मेरो घर होमस्टे जहाँ चन्द्रलोकमा छ, वरिपरि धेरै होमस्टेहरू छ। जस्तै कञ्चनजङ्घा छ, समीर होमस्टे छ, अनि जिम्बा रिसोर्ट छ, अनि ठुला होटलहरूमा टासिटिङ होटल, मोर्गन हाउस, हिलटप होटलहरू छ, अनि सर्किट हाउस पनि छ, अनि आर्मी अफिसका धेरै मेसहरू पनि छन्। यदि तपाईँकोमा कमसेकम 2-3 हजार देशी चिकन छ र तपाईँले मार्केटिङ गर्न सक्नुहुन्छ भने तपाईँको यो कुखुरा को जो बिक्री आपूर्ति हुन्छ, सप्लाई गर्नुहुन्छ, त्यो एक हप्ता पनि तपाईँले ठेल्न सक्नुहुँदैन। र म सधैँ नै हाम्रा कृषकहरूलाई म भन्ने गर्थेँ, जब म सरकारी नोकरीमा सेवारत थिएँ त्यस समय म सधैँ नै एउटा सानो लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित एउटा कविताको पङ्क्ति सधैँ नै म भन्ने गर्दथेँ। त्यो पङ्क्तिमा यसरी लेखेको थियो, मान्छेले चिताए के हुँदैन उसले चन्द्रमा छुन सक्छ, अभागीले आफ्नो भाग्यको रेखा निधारको पसिना पुछेरै उजागर गर्न सक्छ। आउ साथीहरू, हामी देशले हामीलाई के दियो भनेर प्रश्न नगरौँ, तर देशलाई हामी के दिन सक्छौँ त्यस विषयमा हामी सोचौँ र एउटा असल नागरिक भएर हामी आफ्नो जिउन कोसिस गरौँ र आफ्नो खुट्टामा आफै उभिनको निम्ति स्वरोजगारका संसाधनहरू जुटाउने आफै कोसिस गरौँ। र यो हाम्रो देशको 140 करोड जनसङ्ख्याको घनत्व भएको देशमा सरकारले पनि सबैलाई नोकरी दिन सक्दैन। र सबैलाई नोकरी दिएन भनेर हामी सरकारसँग हाम्रो के अरे दुखेसो गर्नु पनि त्यो एउटा मूर्खता हो। र मेहनत गर्नुहोस्, नानीहरूले धेरै धेरै पढ्नुहोस्, स्किल डेभलपमेन्ट गर्नुहोस्, नोकरी त तपाईँहरूले पाउनुहुन्छ। यदि राम्रो तपाईँ स्टुडेन्ट हुनुहुन्छ भने, तपाईँकोमा क्षमता छ भने कुनै पनि मल्टिनेसनल कम्पनीमा अथवा सरकारी निकायमा तपाईँले काम पाउनुहुन्छ। तर सबै मानिसहरू, सबै छात्र छात्राहरू
नोकरी पाउने योग्य हुँदैनन्। त्यो त हामीले हाम्रो अनुभवद्वारा नै हामी जान्दछौँ। र गर्दाखेरि तपाईँहरूले पनि आफ्नो यो हुनरलाई बढाउनुहोस्। हामी त सरकारलाई भन्छौँ, हामीलाई सरकारले माछा दिएन, माछा खानु पाएनौँ भन्छौँ। तर सरकारलाई हामीले भन्नुपर्छ, माछा मार्ने कला हामीलाई प्रदान गर्नुहोस्। हामी माछा मार्ने हामीले कला सिक्यौँ भने, हामीले ट्रेनिङ पायौँ भने हामी आफै जालहारी बनेर हामी माछा मार्न सक्छौँ। र सरकारलाई हामीले माछा अथवा ललिपप अथवा 3000 को ललिपप हाम्रो आमाहरू दिदीबहिनीहरूलाई जुन दिने घोषणा गरेको छ, त्यो त म त्यसलाई ललिपप भन्छु। र कति दिनसम्म चाहिँ हामीले त्यो सुबुकतिरको रोडतिर बसेर बाँदरहरू ढुकेर जबसम्म गाडीका पेसेन्जरहरू आउँदैन तबसम्म उनीहरूले चारो दिँदैन, ढुकिरहन्छ बाटोमा। त्यस्तो प्रकारको जो अवस्था हाम्रोमा अहिले हामीले सृजना गरेका छौँ हाम्रो समाजमा। र हामीलाई ललिपप चाहिँदैन। हामी सरकारसँग म भन्छु, हामीलाई ललिपप चाहिँदैन, हामीलाई 3000 रुपियाँ चाहिँदैन, हामीलाई यस प्रकारको होइन। तर हामीलाई उचित परिवेश संसाधनहरूको सृजना गराइदिनुहोस् र हामी आफ्नो खुट्टामा आफै उभिने हामी कोसिस गर्नेछौँ। जय हिन्द, जय भारत, जय श्रीराम।